यो प्याजको बेरमा भ्याटबाट निकालिरहेको अवस्था हो। आज प्याज रोप्ने कार्यक्रम रहेछ। सोही अनुसार ग्रिन हाउसबाट प्याजको भ्याटबाट प्याजको बेरमा निकालिएको छ। आज म तपाईँहरूलाई प्याज रोपिरहेका र प्याज रोप्ने रमाइलो गरिरहेका दृश्यहरू तपाईँहरूलाई देखाउनेछु। तपाईँहरू एकदमै खुसीका साथ एकदमै रमाइलो मानेर हेर्नुहुनेछ आशा गर्दछु। लागिगयो वसन्त ऋतु पलाइ गयो पाती। लागिगयो वसन्त ऋतु पलाइ गयो पाती। माया गरी दिनुहोला टिकटकका साथी। माया गरी दिनुहोला युट्युबका साथी। माया गरी दिनुहोला युट्युबका साथी। साथीहरू, युट्युब भन्ने क्रममा टिकटक आएको छ, त्यसमा क्षमा चाहन्छु। जिब्रो नहो, मासु नभएको जिब्रो, हड्डी नभएको जिब्रो भनिन्छ। त्यसैले कहिलेकाहीँ एउटा भन्ने शब्द अर्कोमा पनि आउन सक्छ, रूपान्तर हुन सक्छ, त्यसमा माफी चाहन्छु। यहाँ प्याज रोप्ने क्रम चलिरहेको छ। बिस्तारै पानी पर्ने छोड्ने क्रम पनि चलिरहेको छ। आज चैतको 2 गते प्याज रोपिरहेको दृश्य यहाँमा देखाइरहेको छु। युवा जति विदेशी देश बनाई खाली। युवा जति विदेशी देश बनाई खाली। नेता जति भ्रष्टाचारी हटाएर जाली। नेता जति भ्रष्टाचारी हटाएर जाली। त्यस्तो परिस्थिति पनि देखिन्छ। वास्तवमा युवा जति सबै विदेशिसकेका छन्। युवा जति सबै विदेश गइसकेका छन्। खेतीपातीमा खेती किसानीमा घरमा गाउँघरमा रहेका केही महिलाहरू मात्रै सक्रिय भएको, महिलाहरू मात्रै खेतीपातीमा लागिरहेको अवस्था छ। जे होस्, जेनतेन सामान्य खेतीपाती भए पनि गरेर जीविकोपार्जन गरिरहेको अवस्था छ। स्वदेशमा केही पनि छैन, स्वदेशमा रोजगार छैन, स्वदेशमा कुनै किसिमको नयाँ सिर्जनाहरू छैन। त्यसैले युवाहरू विदेश हुनु परेको छ। यो वास्तविकता पनि हो। यति मेहनतका साथ बेर्ना उमार्दै त्यसलाई सुधार्दै बेर्ना उमारेर त्यसलाई ठुलो बनाउँदै हुर्काउँदै बारीमा सार्ने, गोड्ने, मोल्ने, मलजल गर्ने यति धेरै लामो प्रक्रियाहरू पुरा गरिसकेपछि लास्ट अन्तिममा उत्पादन भएका प्याजहरू, उत्पादन भएको आलुहरू, उत्पादन भएका जौँ गहुँ मकै कोदो भनौँ, त्यस्तै धानहरू, विभिन्न किसिमका तरकारीहरूले त्यति राम्रो मूल्य नपाउने, मेहनत धेरै गर्नुपर्ने, दुःख धेरै गर्नुपर्ने, तर भनेको जस्तो मूल्य नपाउने अवस्था हाम्रो देशमा विद्यमान छ। त्यसैले मेहनत धेरै गर्नुपर्ने, उत्पादन भइसकेको उत्पादनलाई पनि राम्रो बजारमा राम्रो मूल्य प्राप्त गर्न नसक्ने परिस्थिति भएपछि युवाहरू विदेश हुनु बाध्यता छ, विदेश हुनु परेको हो। त्यसमा नेपाल सरकारको त्यसमा ध्यान जानुपर्ने हो। वास्तवमा त्यतातिर पटक्कै ध्यान गएको देखिँदैन। देशलाई अगाडि बढाउनका लागि कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने हो। हाम्रो देश नेपाल कृषि प्रधान देश हो, कृषि प्रधान मुलुक हो। यहाँका करिब 80-85% मान्छेहरू कृषिमा नै निर्भर छन् भन्ने छ। तर पनि नेपाल सरकारले कृषि क्षेत्रलाई, कृषि उत्पादनलाई प्रोत्साहन दिने, खेतीपातीलाई प्रोत्साहित गर्ने र विदेशमा जाने जो
प्रक्रिया चलिरहेको छ, जो लहर चलिरहेको छ त्यसलाई रोक्ने खालको काम नेपाल सरकारले गरेको अवस्था छैन। त्यसमा नेपाल सरकारको गम्भीर ध्यान आकर्षण होस् भन्ने मेरो चाहना हो। खेतीपातीलाई प्रोत्साहन गर्नुपर्छ। प्रथम खेती मध्यम व्यापार जागिर हाहाकार, प्रथम खेती मध्यम व्यापार जागिर हाहाकार भन्ने खालको गीत पनि कता कता सुनिन्छ। वास्तवमा खेती नै मुख्य चिज हो भन्ने मलाई लाग्छ कि यस्यान महिलाहरू आपसमा कुराकानी गर्दै रमाइलो गर्दै प्याज खेती गरिरहेको प्याजका बेर्नाहरू रोपिरहेको अवस्था छ। छेउको बारीमा केही समय अगाडि नै रोपिसकेको अवस्था हो। नजिकै यहाँ रोपिरहेका छन्। अरू खेतहरूमा पनि आज अलि मौसम पनि अलिकति बदलिदो पानी पर्ने जस्तो भएपछि सबै मान्छेहरू त्यसमा लागिरहेका छन्। जे होस्, फागुन 15-16 गतेपछि अगाडिको पुष माघ महिनाहरूमा पानी नपरेको अवस्था भए पनि धेरै पानी परिरहेको छ। किसानहरू हर्षित छन्।